र हामीले हाम्रा मन्त्रीहरूलाई भनेका छौँ स्पष्ट रूपमा कि आजको दिन नै हाम्रो लागि अन्तिम दिन हो भनेर तपाईँहरू काम गर्नु होला है। परिस्थिति जे पनि हुन सक्दछ, तर जुन दिन तपाईँ मन्त्रालयमा हुनुहुन्छ, जुन दिनसम्म तपाईँ जिम्मेवारीमा हुनुहुन्छ, त्यो दिन नै अन्तिम दिन हो भन्ने सोचेर जे गर्नुपर्छ त्यो तत्काल गर्नुहोस् भनेर त्यस्तो निर्देशन हामीले जारी गरेका छौँ। कि हामी देशको ठुलो राजनीतिक दल नेपाली काङ्ग्रेस जस्तो प्रधानमन्त्रीले गोला हत्याएर फ्याँकिनुपर्ने अवस्थामा पुग्दैनौँ। हामी काम गर्न नसकेको र नपाएको दिन सत्ता छोडेर जान्छौँ। सबैको झोलामा राजीनामा रेडी छ, मात्र मिति लेख्न मात्र तयार छ। हामी टाँसिएर या प्रधानमन्त्रीले निकाल्नुपर्छ भन्ने अवस्थामा पुग्दैनौँ भन्ने कुरा पार्टी सभापतिज्यूले भन्नुभएको छ। हाम्रो स्पष्ट धारणा त्यही छ। र यसपटक सत्ता साझेदार सबै राजनीतिक दलका शीर्ष नेताहरूसँग प्रधानमन्त्रीज्यू पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माधव कुमार नेपालजी, उपेन्द्र यादवजी र म, हामी बसेको ठाउँमा हामीले सामूहिक रूपमा के कुरा एउटा महत्त्वपूर्ण कुरा गरेका छौँ भने कुनै पनि भागभण्डामा कसको प्रधानमन्त्रीत्व कति हो, कसको के हो भन्ने भागभण्डामा हामी छँदा पनि छैनौँ। त्यो कहीँ कसैको छँदा पनि छैन, देखिएको छैन, कहीँ कतै छँदा पनि छैन, नदेखिएको छ न लेखिएको छ। चाहे ठुलो होस्, चिप्लो होस्, बाठो होस्, जस्तो सुकै होस्, उम्कँदैन। माछा उम्काउनु पर्यो भने 1 मिनेटभित्र राजीनामा दिएर निस्कन्छु, ढुक्क भएर बस्नु होला। तर हामीले भनेकै समयमा भनेकै माछा पक्डी भन्नुभयो भने गाह्रो हुन्छ। ऊ त्यहाँ छ, ऊ माछा हेरेर हेरेर भन्नुभयो भने त तपाईँले देखेको माछालाई कानुनले पनि देख्नु पर्यो, त्यसको अनुसन्धान पनि हुनु पर्यो, त्यो परिपक्वता पनि चाहियो। र राज्यमा बसेर प्रतिशोध साध्नका लागि हामी गएका होइनौँ। हामी कसैप्रति पनि प्रतिशोध साध्दैनौँ। हामी माथि प्रतिशोध साध्ने मान्छेहरूको अनुहार चिनेको छु, देखेको छु, सर्लक्कै चिन्छु। कसले कसले प्रतिशोध साधे। प्रतिपक्षले संसद अवरुद्ध गरेको छ। अलिकति केही राजनीतिक कुराहरू गरौँ। आज संसद अवरुद्ध गरेको छ, अनेक बहानाहरू बनाएको छ। प्रधानमन्त्रीको जवाफ मागेको थियो, प्रधानमन्त्रीको जवाफ आयो, अब हुँदैन प्रधानमन्त्रीको जवाफ, अब संसदीय समिति चाहिन्छ भनेको सुनिरहेको छु मैले। गृहमन्त्रीको राजीनामा पनि मागिरहेको भन्ने सुनिरहेको छु मैले। म स्पष्ट पार्न चाहन्छु, काम गर्न नसकेका बेलामा तपाईँहरूले संसदमा या सडकमा उभिएर राजीनामा माग्नै पर्दैन। रासोपाका मान्छेहरू खल्तीमा र आफ्नो ब्यागमा राजीनामा बोकेर हिँडेका छन्। तर कसैले एउटा चिरकोटमा हालेको उजुरी, प्रहरी कार्यालयको ड्रयरमा बसेको उजुरीमा राजीनामा दिने चिज माग्ने नेपाली काङ्ग्रेस, जो अस्तिसम्म झन्डा हल्लाएर अख्तियारमा बयान दिने मन्त्री बोकेर हिँडेको थियो, अस्ति रोस्टम घेर्न जाँदा त यसरी हल्लिँदै दिने मन्त्रीहरू पो देख्छु म त। राजीनामा दे भन्ने को रहेछन् भनेको त अख्तियारमा झन्डा हल्लाउँदै बयान दिन जाने मान्छे पो भुँडी हल्लाइ रोस्टम अगाडि पुगेको रहेछ। आफू सरकारमा बसुन्जेल त्यो नैतिकता नचाहिने, आफू सरकारमा बसुन्जेल नैतिकता नचाहिने, अनि त्यतिखेर नैतिकता देखाएर उक्त अख्तियारले बोलाए हाम्रो मन्त्री त हामीले निकाल्यो भनिदिएको भए हुन्थ्यो नि त। निकाल्नु भएन, प्रधानमन्त्रीले गलत्याउनु पर्यो, अनि नैतिकता उहाँले मसँग खोजिरहनु भएको छ। मेरो जवाफ संसदमा सुन्ने धैर्य पनि प्रमुख प्रतिपक्ष दलले राखेन। मैले जवाफ दिन पाएको भए त्यो कुरालाई अझै राम्रोसँग स्पष्ट पार्थेँ। र यति ठुलो इतिहास बोकेको दल एउटा पूरक उजुरी, एउटा ठाडो उजुरीमा सदनै बन्द गर्नुपर्छ किन भनिरहेको छ भन्ने कुरा म स्पष्ट पार्न सक्थेँ, म गर्न पाउँथेँ। तर किन हो किन्ने उसले सुन्न चाहेको छैन र निरन्तर ऊ भनिरहेको छ कि अब समिति बनाऊ, राजीनामा देऊ भनेर उहाँहरूले भनिरहनु भएको छ। म एउटा कुरा चुनौतीका साथ भन्न चाहन्छु, आज चुनौतीका साथ भन्न चाहन्छु प्रभावशाली नेताहरूलाई जो चाहिँ यो मुद्दालाई लिएर, त्यो एउटा ठाडो उजुरी लिएर सदनै अवरुद्ध गर्न खोज्नु भएको छ, उहाँहरूलाई भन्न चाहन्छु, तपाईँ कहाँ, कहिले, कुन मितिमा, कुन स्थानमा मलाई बोलाउनुहुन्छ? सदनमा त मलाई बोल्न दिनुभएको छैन, समितिमा पनि कुरा उठाउनु भएको छैन, मैले आफ्ना कुरा राख्न पाएको छैन। ठिक छ, जनताको माझमा राखौँ, जनताका माझमा राखौँ र खुल्ला ठाउँमा तपाईँसँग म बहस गर्न चाहन्छु। मलाई तपाईँले भनेको ठाउँमा, तपाईँले भनेको मितिमा बोलाउनुहोस् र प्रमाणित गरिदिनुहोस्। तपाईँ यो देशमा भयभरका सम्पूर्ण लयरहरू, तपाईँका पार्टीका भयभरका सम्पूर्ण प्रभावशाली नेताहरू बोकेर आउनु होला, भयभरका सम्पूर्ण प्रमाण लिएर आउनु होला। म एक्लै आउँछु, म एक्लै आउँछु।
सदनमा तपाईँले प्रत्येक दिन कनी कनी लेखी बोल्न लगाइएका प्रश्नहरू मैले सुनिरहेको छु, तर मैले जवाफ दिन पाएको छैन। सदनमै जवाफ दिन पाऊँ भन्ने मैले भनेको छु, तर तपाईँले जवाफ दिन सुन्न चाहनु भएको छैन, किनकि तपाईँलाई थाहा छ 9 मिनेट 18 सेकेन्डमा तपाईँका सबै प्रश्नहरू निस्तेज हुनेछन्। तपाईँ मलाई किन बोल्न दिनुहुन्थ्यो र? ठिक छ, तपाईँ पनि जनताको मान्छे, म पनि जनताको मान्छे। तपाईँलाई निर्वाचित गर्ने तपाईँकै निर्वाचन क्षेत्रका मान्छेका अगाडि उभिएर म तपाईसँग बहस गर्न चाहन्छु। तपाईँ आफ्ना भयभरका विज्ञ सहित आउनुहोला, भयभरका प्रमाण बोकेर आउनुहोला, म एक्लै आउँछु। आम जनताले हेरुन् र त्यो इभेन्ट लाइभ गर्नुहोला। सञ्चारकर्मी साथीहरूले प्रत्यक्ष प्रसारण होस् र सिङ्गो देशले हेरोस्, दुधको दुध पानीको पानी छुदियोस्। नेपाली कांग्रेस जस्तो इतिहास बोकेको पार्टी एउटा कुन चिरकटमा उभिएको छ भन्ने कुरा नेपाली जनताले राम्रोसँग हेरुन्। म त्यो अवसरको अपेक्षा गर्दछु। तपाईका होनहार 101 भन्दा 101 नेताहरूलाई अगाडि राख्नुहोस्, कतिजना राख्नुहुन्छ राख्नुहोस्। म एक्लै तपाईका हरेक प्रश्नको, हरेक जिज्ञासाको जवाफ दिन्छु। जवाफ मात्र होइन, समाधान दिन्छु। र म नेपाली जनतालाई र देशलाई भन्न चाहन्छु कि त्यो कहाँ छ त्यो मुद्दा जसले मलाई दोषी देखाएको छ अथवा मलाई अनुसन्धानमा राखेको छ। म एकपटक यो कुरा स्पष्ट गर्न चाहन्छु। यो बहस काठमाडौँको क्षेत्र नम्बर 4 मा भयो भने मलाई अझ सजिलो हुन्छ, त्यहाँका जनताले थाहा पाओ। जीवी राई हो, मेरो नाम रवि लामिछाने हो। जीवी राई जोडिएका हरेक ठाउँमा रवि लामिछाने हुँदैन। उसँग मैले टेलिभिजनमा काम गरेको, टेलिभिजनमा मेरो नाता सकिएको त्योभन्दा बढी कहीँ पनि कतै पनि छैन। ऊ दोषी रहेछ भने उसले सबक सिक्नुपर्छ, कारबाही हुनुपर्छ। र अर्को कुरा पनि भन्न चाहन्छु, आकाशमा होस् पातालमा होस् समाएर ल्याउँछु। समय लाग्ला, कसले भगायो त्यो पनि खोज्छौँ। र जुन सहकारी भनिएको छ, ती सहकारीहरूमा कसको अवैध पैसा लागेको छ, राखिएको छ, अब त्यसको पनि हिसाब हुन्छ। कसले आफ्नो कालो धन लुकाउनका लागि खाता पनि नभएको मान्छेलाई ठग भनिरहेको छ, दुधको दुध पानीको पानी निस्कन्छ। त्योभन्दा पहिला त्यसमा र अन्य सहकारीमा बचत गरेका बचतकर्ताहरूको पैसा ब्याज सहित फिर्ता नगरेसम्म राजनीतिबाट विश्राम लिन्न। यो कुरा पनि म स्पष्ट पार्न चाहन्छु।